ज्वरो आयो त उठा त दिदी आउनु अबे के औषधि चलाइरहेको त यो ए अझै ठिक भएको छैन हिजोदेखिबाट रातभरि मोबाइल हेरेर बस्यो के नयाँ मोबाइल दिदीले किनिदिएको त्यही भन्नुहुन्थ्यो त मोबाइल हेरेर बस्यो रे रातभरि मोबाइल रातभरि चाहिँ होइन तर भिडियो कल गरेर ए हाँसिरहेछ मान्छे दिदीलाई झुटो गर्नु हुँदैन नि सुत्नु पर्यो नि रेस्ट गर्नु पर्यो नि बिहान जब त आज चाहिँ खाना खानु त ज्वरो आइरहेछ अझै रुगा खोकी ए तातो चाहिँ तातो छ अझै त्यो हाल त त्यो ज्वरो नर्मल चाहिँ हाल त चेप त खै पाऊ त्यसको रिपोर्ट सबै नर्मलै होला के छ डक्टरले के भन्नुभयो त के भएको छ भन्नुभयो त एउटा रिपोर्ट ल्याउनु माथि जानुपर्छ अब अरू सबै हेर्नु त खोकिरहेछ अझै टेस्ट यति गरे हो कि भाषा के रहेछ त नि पठाउनु बाँकी छ पछि खोकीको पछि त्यहाँ थियो नि माथि सबै नेगेटिभ छ त्यस्तो त केही छैन कि भाषा के रहेछ त अब खोकीको मात्र रिपोर्ट आउनु बाँकी छ त्यो खोकीको के छ त्यो रगतको के भन्यो त त्यो पनि ठिकै छ भन्नुभयो ए के रहेछ भाइरल ज्वरो रहेछ कि के रहेछ सङ्क्रमण फैलियो ए तिमी मास्क लाएर बस्छ त एउटा मास्क थियो त ऊ खोकिरहेछ उसलाई एकदम गाह्रो भइरहेछ खासी आइरहेछ यो मोबाइल यसरी नराख हराउँछ है यहाँ हराउँछ यहाँ त यो त हस्पिटल पो हो त यहाँ त कोही कसैको जिम्मेवारी हुँदैन मास्क छ एउटा मास्क थियो त ए सिरानी पनि पाउँदैन 99 छ त 99.1 फरेनहाइट छ नर्मल ठिकै हो कस्तो ठिकै हो 99.1 भनेको धेरै हो नि